तपाईहरुलाई यो सेसनमा चाहिँ म तपाईहरुलाई विशेष गरेर बुझाउने छु सर्च इन्जिनले चाहिँ कसरी काम गर्छ भनेर हैन। सो एकदम सिम्पल वेमा चाहिँ हामीले बुझ्ने प्रयास गर्नेछौँ। भिडियो छोटो नै हुनेछ। सो एकदम सिम्पल वेमा एकदम इक्जाम्पल सहित चाहिँ हामी बुझ्न ट्राई गर्नेछौँ। सो यहाँ सानो एउटा ग्राफ छ है। यो अनुसार चाहिँ म तपाईलाई बुझाउने छु। सो एसइओ ले चाहिँ तीनवटा लेभलमा चाहिँ काम गर्छ। यसलाई म अझै ठुलो बनाइदिन्छु। रोक्नुहोस् है त। यसलाई म थोरै ठुलो बनाइदिन्छु अझै तपाईलाई बुझ्न सजिलो होस् भनेर। एसइओ ले चाहिँ तीनवटा लेभलमा चाहिँ काम गर्छ है। सो यो तीनवटा चरणमा काम गर्छ। एउटा क्रलिङ, इन्डेक्सिङ, र्याङ्किङ है। सो ल बुझौँ यसलाई। सो क्रलिङ भनेको चाहिँ जति पनि गुगलमा अथवा इन्टरनेटमा चाहिँ जति पनि वेबसाइटहरू हुन्छन् हैन। सो जति पनि वेब पेजेसहरू हुन्छ, न्यू वेब पेजेसहरू हैन। सो त्यो सबै वेब पेजेसलाई चाहिँ स्टडी गर्ने काम हुन्छ हैन। गुगलको आफ्नै च्याटबट हुन्छ। सो त्यो च्याटबटले चाहिँ त्यो हरेक न्यू वेबसाइटहरूलाई चाहिँ फाइन्ड आउट गर्छ र त्यो भित्रका वेब पेजेसहरूलाई चाहिँ स्टडी गर्छ है। हरेक पेजलाई चाहिँ स्टडी गर्छ र त्यसलाई स्टडी गरिसके पछाडि चाहिँ एउटा लोकल सर्भरमा लगेर चाहिँ स्टोर गरिदिन्छ है। सबै त्यो कन्टेन्टहरूलाई सबै त्यो वेब पेजेसहरूलाई चाहिँ यसरी लोकल सर्भरमा चाहिँ स्टोर गरिदिन्छ हैन। सो अनि त्यस पछाडि पालो आउँछ इन्डेक्सिङको हैन। सो त्यो लोकल सर्भरमा अब धेरै थरीका चाहिँ कन्टेन्टहरू हुन्छन्, धेरै थरीका चाहिँ वेबसाइट हुन्छन् हैन। त्यो वेबसाइटलाई चाहिँ अब क्याटेगोराइज गर्ने काम हुन्छ के हैन। सो जस्तो हामीले लाइब्रेरीमा गयौँ भने लाइब्रेरीमा चाहिँ अब सेल्फ रिलेटेड बुक छुट्टै देख्न सक्छौँ, स्टोरी रिलेटेड बुक्सहरू चाहिँ छुट्टै राखिएको हुन्छ हैन। त्यसै गरी चाहिँ बायोग्राफी बुक्सहरू चाहिँ छुट्टै राखिएको हुन्छ, साइन्स बुकहरू छुट्टै राखिएको हुन्छ, सोसल बुकहरू चाहिँ छुट्टै एउटा क्याटेगोराइज गरेर राखिएको हुन्छ भने जस्तै यो पनि इन्डेक्सिङमा त्यही हो। त्यो विभिन्न वेब पेजहरूलाई चाहिँ क्याटेगोराइज गरेर राखेको हुन्छ हैन। इफ अब हाउ टु लर्न एसइओ भन्यो भने त्यसको एउटा छुट्टै पेजेस हुन्छ हैन। सो हाउ टु लर्न डिजिटल मार्केटिङ भन्यो भने त्यसको छुट्टै क्याटेगोरी बनाएर चाहिँ यसरी क्याटेगोराइज चाहिँ गरिदिन्छ हैन। सो यसरी क्याटेगोराइज गरिसकेका कुराहरूलाई चाहिँ अब पालो आउँछ यसले चाहिँ मेन सर्भरमा चाहिँ लगेर त्यसलाई चाहिँ स्टोर गरिदिन्छ हैन। इन्डेक्सिङले क्याटेगोराइज गरेर चाहिँ मेन सर्भरमा चाहिँ के गरिदिन्छ भन्दाखेरि चाहिँ लगेर राखिदिन्छ क्याटेगोराइज गरेर हैन। सो अब क्याटेगोराइज गरिसके पछाडि त अब पालो आउँछ र्याङ्किङको हैन। र्याङ्किङको पालोमा चाहिँ अब त्यसलाई चाहिँ अब जस्तो गुगलमा गएर कुनै युजरले जस्तो तपाईँ र म गएर एउटा गुगलमा गएर सर्च गरियो भने हाउ टु लर्न एसइओ भनेर सर्च गरियो भने अब त्यो युजरले त्यो किवर्ड राखे अनुसार रिलेभेन्ट अनुसार चाहिँ यो मेन सर्भरमा चाहिँ कन्टेन्ट रहेको हुन्छ हैन। सो त्यही कन्टेन्ट चाहिँ एकदमै रिलेभेन्ट कन्टेन्ट चाहिँ जुन युजरले चाहिँ खोजिरहेछ उसको अगाडि चाहिँ अपियर गराइदिन्छ। भन्नुको मतलब चाहिँ सर्च इन्जिन रिजल्ट पेजमा चाहिँ अपियर गराइदिन्छ, जुन चाहिँ एउटा भनौँ न युजरले चाहिँ त्यो कन्टेन्टलाई चाहिँ राम्रोसँग पढ्न सकोस् है। सो यसरी चाहिँ र्याङ्किङ हुन्छ। सो आई थिङ्क तपाईँले बुझ्नुभयो होला। पहिला क्रलिङ हुन्छ, क्रलिङमा चाहिँ तपाईँको स्टडी गर्ने काम हुन्छ। स्टडी गरिसके पछाडि चाहिँ त्यसलाई लोकल सर्भरमा स्टोर गरिन्छ। स्टोर गरिसके पछाडि इन्डेक्सिङ भनेको चाहिँ तपाईँको क्याटेगोराइज गरेर चाहिँ मेन सर्भरमा राखिदिन्छ। अनि हामीले कोही मान्छेहरू गएर चाहिँ ट्याक्कै गुगलमा गएर सर्च गर्छौँ र अनि त्यही सर्च गरे अनुसार हाम्रो किवर्ड इन्टेन्ट अनुसार चाहिँ अनि गुगलले चाहिँ त्यो आफ्नो कन्टेन्टहरूलाई चाहिँ एउटा युजरको अगाडि चाहिँ अपियर गरिदिन्छ अनि यसलाई भनिन्छ र्याङ्किङ है। सो यो नै हो। यसरी चाहिँ सर्च इन्जिनले काम गर्छ। आई होप तपाईँहरूले चाहिँ बुझ्नुभयो होला। सो इफ बुझ्नु भएको छैन भने तपाईँले कमेन्टमा पनि भन्न सक्नुहुनेछ। सो नेक्स्ट भिडियोहरू चाहिँ मैले तपाईँहरूको लागि अझै राम्रो खालको अझै इनडेप्थ बुझाउन इनडेप्थ चाहिँ बुझाउन सकौँ है। सो किन भन्दा तपाईँहरूको जुन फिडब्याकले गर्दाखेरि चाहिँ हामीले चाहिँ अझै आफ्नो भिडियोजहरूलाई चाहिँ सुधार गर्न सकिन्छ। सो इफ अझै यसको बारेमा मोर तपाईँलाई चाहिँ जान्न मन लागेको छ भने चाहिँ तर मेरो चाहिँ सोसल मिडिया लिङ्क्सहरू पनि हुन्छ। सो डाइरेक्टली तपाईँले चाहिँ पर्सनल्ली चाहिँ क्वेसन पनि गर्न सक्नुहुनेछ है त। पर्सनल सपोर्ट पनि म तपाईँलाई दिनेछु। सो धन्यवाद। आजको लागि भने यति नै।